हजुरहरूलाई इकोनोमी तन्त्रमा धेरै धेरै स्वागत छ। नमस्कार साथीहरू, सरकारले आगामी आर्थिक वर्षको लागि 21 खर्बभन्दा ठुलो बजेट सार्वजनिक गरेको छ। मध्यम वर्गको लागि कर छुट र कर्मचारीको तलब वृद्धिका कारण यो बजेट बाहिरबाट हेर्दा एकदमै आकर्षक र लोकप्रिय देखिएको छ। तर यस बजेटमा पनि केही समस्याहरू रहेका छन्। आज त्यही गम्भीर समस्याहरूको बारेमा कुरा गर्नेछौँ, जसले भोलि तपाईँ हाम्रो खल्ती र देशको अर्थतन्त्रलाई प्रत्यक्ष असर पार्न सक्छ। पहिलो समस्या हो बजेटको आकार। राष्ट्रिय योजना आयोगले यो वर्षको लागि करिब 19 खर्बको सिलिङ सीमा तोकिएको थियो, तर सरकारले त्यसलाई मिचेर 21 खर्बको भारी बजेट ल्याएको छ। खर्च गर्न नसकेर बजेटको आकार घटाउनु पर्ने त्यहाँ सदासधैँ फेरि पनि यति ठुलो बजेट घोषणा गर्नु कतिको व्यावहारिक छ? यो केवल सस्तो लोकप्रियताको लागि मात्र ल्याइएको हो कि भन्ने आशंका बढेको छ। अर्को डराउँदो कुरा के छ भने बजेटको स्रोत। सरकारले करिब 6.5 खर्ब बराबरको आन्तरिक तथा वैदेशिक ऋण लिने कुरा राखेको छ। चाखलाग्दो कुरा के छ भने हिजोको दिनमा ऋण लिएर देश चलाइयो भन्दै चर्को आलोचना गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीकै अर्थमन्त्री अहिले इतिहासकै ठुलो ऋणको भारी देशलाई बोकाउँदै हुनुहुन्छ। यसले गर्दा प्रत्येक नेपालीको टाउकोमा ऋणको भार 1,20,000 भन्दा माथि पुग्ने देखिन्छ। तर ऋण लिनु भनेको कुनै पनि आधारमा गलत भने होइन। ठुल्ठुला देशहरूले पनि ऋण लिने गर्छन्, तर ऋणको सदुपयोग भने हुनै पर्छ। त्यसै गरी यो बजेटले मध्यम वर्ग र उद्यमीहरूलाई कर छुट दिएर खुसी त बनाएको छ, तर समाजको तल्लो तहमा रहेको 20% भन्दा बढी गरिब र विपन्न जनताको लागि केही ठोस कार्यक्रम ल्याउन सकेको छैन। पश्चिम एसियाको सङ्कटका कारण बढेको महँगीले गरिब जनता पिल्सिएका छन्, तर उनीहरूलाई राहत दिने र रोजगारी सृजना गर्ने ठुला योजनाहरू बजेटमा गायब छन्। त्यसै गरी अर्को भनेको बजेटको बाँडफाँड हो। कुल बजेटको झन्डै 60% हिस्सा त केवल चालु खर्च अर्थात् कर्मचारीको तलब भत्ता र प्रशासनिक काममै सकिने रहेछ। विकास निर्माणका लागि मात्र 20% खर्च गर्ने छुट्याएको छ। जबसम्म विकासमा पैसा खर्च हुँदैन तबसम्म 7% को आर्थिक वृद्धिको लक्ष्य हासिल गर्नु दिउँसो सपना देखे जस्तै हुनेछ। अन्तिम समस्या भनेको कार्यान्वयन हो। नेपालको कागजमा बजेट उत्कृष्ट बन्ने तर जेठ असारमा आएर मात्र हतार हतार काम गर्ने पुरानो रोग रहेको छ। राजस्व सङ्कलनको लक्ष्य भेटाउन गाह्रो छ र वैदेशिक अनुदान पनि भने जति आउँदैन। यस्तो अवस्थामा बजेटका ठुल्ठुलो घोषणाहरू केवल कागजमै सीमित हुने खतरा उत्तिकै छ। हुन त अहिले नै यो बजेटलाई नराम्रो भन्न मिल्दैन। अहिले सरकारलाई केही समय काम गर्न दिनुपर्ने हुन्छ। यो सरकारले यो बजेटलाई राम्रोसँग कार्यान्वयन गर्यो भने यो देशले अवश्य पनि अर्थतन्त्रमा गति लिने देखिन्छ। हजुरहरूलाई यो भिडियो मन परेमा प्लिज सब्सक्राइब गर्नुहोला। धन्यवाद।